दर्शक महानुभावहरू नमस्कार। नेपालीको न्युज च्यानलमा यहाँलाई फेरि पनि स्वागत छ। आज मिति 2082 साल मङ्सिर 6 गते शनिबार। देश तथा विदेशका सम्पूर्ण महत्त्वपूर्ण खबरहरू पाउनका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र भिडियो मन परे एक लाइक पनि अवश्य गरिदिनुहोला। दर्शकबिन अब आउनुहोस् आजको पहिलो र विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। पुष्पकमल दाहाल आज जेनजीसँग नेकपा कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी हुँदैछन्। वाइसिएल नेपालद्वारा केन्द्रीय कार्यालयमा आयोजना भइरहेको यो कार्यक्रम युवाहरूसँग सिधा संवाद र अन्तर्क्रियाको मोडमा रहेको बताइएको छ। यहाँ जेनजीले सोचेको नेपाल राजनीति परिवर्तन र पार्टीको भूमिकाबारे खुला प्रश्नहरू उठ्ने अपेक्षा गरिएको छ। त्यसैगरी शीर्ष नेतृत्वको उपस्थिति भएकाले यो कार्यक्रम पार्टीको युवा पहुँच र नेतृत्व हस्तान्तरणको सङ्केतको रूपमा पनि हेरिएको छ। सबैको ध्यान आज यही कार्यक्रममा केन्द्रित छ भने किनकि युवा पुस्ताको धारणा पार्टीको भविष्य कुन दिशामा मोडिन्छ भन्ने निर्णायक बन्ने देखिन्छ। आउनुहोस् दर्शकबिन अब अर्को मुख्य समाचारतर्फ लागौँ। भृकुटी मण्डपमा आज भने दर्शकभन्दा आवाजले भरिने दिन रहेको छ। हो दर्शकबिन, नेकपा एमाले संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने नारा लिएर बृहत जनसभा आयोजना गरिएको छ। शीर्ष नेताहरूको सम्बोधन जुलुस र मोर्चाबद्ध प्रदर्शनका लागि तयारी भइसकेको बागमती प्रदेशको कमिटीले जनाएको छ। काठमाडौँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ र जबकि एमाले भोलिन्टियर फोर्स गठन गरेर मैदानमा उत्रिएका छन्। आज जमघट पार्टीको शक्ति प्रदर्शन र राजनीतिक सन्देश दुवैका लागि निर्णायक बन्ने सङ्केत देखिन्छ। दर्शकबिन अब अर्को विशेष महत्त्वपूर्ण समाचारतर्फ लागौँ। दुर्गा प्रसाईले आन्दोलनको नाममा चन्दा संलग्न गरेको विषय अहिले तातिरहेको छ। केही दिन अघिको भिडियोमा उनी धार्मिक गुरुहरूसँग भेटेर राष्ट्रियता धर्म र संस्कृति जोगाउने भन्दै आर्थिक सहयोग मागिरहेको देखिन्छ। उनी भन्छन् यो अन्तिम लडाइँ हो, बन्दुक चाहिएको होइन, पैसा चाहिएको हो। त्यहीबाट कुरा केवल मठ मन्दिरमै सीमित रहेन, विभिन्न ब्याङ्कका सिइओहरू र वित्तीय संस्थाहरू समक्ष पनि चन्दा मागिएको खुलेको छ। करिब आधा दर्जन सिइओहरूले चिठी र मौखिक अनुरोध आएको पुष्टि गर्दै प्रसाईको आन्दोलन संविधान विरुद्ध भन्दै सहयोग मागेको बताएका छन्। दर्शकबिन अब अर्को समाचारतर्फ लागौँ। प्रधानमन्त्री सुशीला कार्की सरकारले आगामी चुनावलाई रोक्ने कुनै अवस्था नरहेको ठाडो ढङ्गले प्रश्न पारेकी छिन्। जेनजी आन्दोलनपछि उत्पन्न चुनौती र शासन सञ्चालन दुवै मोर्चा सम्हालिरहेको स्वीकार गर्दै पनि उनले चुनावबारे सरकार पूर्ण तयारीमा रहेको आत्मविश्वास व्यक्त गरिन्। देशमा स्थिरता र जनविश्वास फर्काउन पारदर्शी र शान्तिपूर्ण निर्वाचनलाई सर्वोपरि कार्यको रूपमा लिएको उनको भनाइ थियो। चक्रीय राजनीतिक दबाव, सडक आन्दोलन र प्रशासनिक अवरोध बीच पनि सरकार दुविधामा नरहेको उनको कथनले सन्देश कडा रूपमा बाहिरिएको छ। र अन्त्यमा उनले फेरि दोहोर्याइन्, चुनाव हुन्छ र कुनै बहानाले पनि हुँदैन भन्न मिल्दैन। आउनुहोस् दर्शकबिन अब अर्को विशेष तथा महत्त्वपूर्ण समाचारतर्फ लागौँ। सुदान गुरुङ भन्छन् गृहमन्त्री ओम प्रकाश अर्यालले जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्नै पर्ने उनको अडान स्पष्ट सुनियो। नेपाल स्काउट्सको भूमिमा खड्का ल्यान्ड प्रणालीले बनाएको संरचना तोड्न पुगेपछि उनले अर्यालमाथि राजनीतिक दोहोरो व्यवहारको आरोप लगाए। सुदान गुरुङ भन्छन् संविधानविद भनेर राष्ट्रपतिको कार्यालय पुर्याउने 7 दिने बाचा गर्ने, तर अहिले चुनाव प्राथमिकता भनेर माग पन्छाउन त्यो धोका हो। र उनले अझै कडा प्रश्न गरे, कहिलेकाहीँ लाग्छ गृहमन्त्री एमालेकै मान्छे हुन्। उनको एजेन्डा चुनाव, हाम्रो एजेन्डा देशको न्याय, जेनजीका माग पुरा नगरी चुनावतर्फ ध्यान नलगाउने, त्यो सरासर धोका हो। हस्त आजको समाचार यति नै।